Elevate your career at IIHM Siliguri, organizers of the International Young Chef Olympiad. Earn a degree with placements in France and Mauritius. Now in Kalimpong, we specialize in world-class hospitality career. City or hills, secure your global hospitality future at IIHM. गोर्खा जनमुक्ति मोर्चाको शैक्षिक भातृ संगठन हिल तराई डुवर्स माध्यमिक शिक्षक संगठनले आज कालेबुङमा शिक्षा विभाग जिल्ला परिनिरीक्षक DI लाई भेट गरी माध्यमिक शिक्षकहरूका यावत समस्या गुनासो र मागहरूलाई सम्मिलित गर्दै एउटा ज्ञापन पत्र टक्राएको छ। संगठनका महासचिव तथा जुद्धवीर हाई स्कुल गोरुबथानका सहशिक्षक नरेश रसाइलीको अगुवाईमा आएको टोलीमा कार्यकारी सदस्यहरू मदन तामाङ, प्रवीण लामा, उमा महेश आदि सामेल थिए। विशेष गरी पहाड, तराई अनि डुवर्समा तमाम माध्यमिक एवं उच्चतर माध्यमिक शिक्षकहरूले भोग्न परिरहेका समस्याहरू, नयाँ भर्तीका शिक्षकहरूले कोर्ट कचहरीको सामना गर्नु परिरहेको अवस्थाहरू अनि यस भेगको पुरानै शैक्षिक गरिमालाई फर्काइ ल्याउन के कस्तो पाइलाहरू चाल्नुपर्ने भन्ने इत्यादि विषयमा टोलीले DI लाई लिखित आवेदन गरेको छ। उल्लेखनीय छ, हिल तराई डुवर्स माध्यमिक शिक्षक संगठन पहिलाको जनमुक्ति JSTO कै नयाँ रूपान्तरण हो। नमस्कार, समस्त च्यानल हेरेर बस्नुभएको हाम्रो शिक्षक शिक्षिकागण साथै शिक्षाप्रति आफ्नो भाव राख्नुहुने समस्त जनलाई हामी नमस्कार चढाउँदछौँ र विशेष हामी हिल तराई सेकेन्डरी टिचर्स एसोसिएसन STSTO को तर्फबाट जुन भातृ सङ्गठन गोजामुमुको हो र पहिला जो JSTO थियो यही नै नवीनीकरण गरेर हामीले अहिले हिल तराई डुवर्सलाई सम्मिलित गरिकन एउटा शिक्षक सङ्गठन खोलेका छौँ र हाम्रो यो आज DI अफिसको डिपुटेसनको कार्यक्रम थियो र हामीले DI अफिसमा एउटा ज्ञापन पत्र चढायौँ र ज्ञापन पत्रमा चाहिँ हाम्रो विशेष चाहिँ अहिले टिचर शिक्षकहरूको गतिविधि आजसम्मको अनियमिततापनहरू जो हाम्रो अहिलेसम्मको अवैधपनाहरू, भाइ भतिजावादहरू हरेक कुरामा यो मिसम्यानेजमेन्ट भनौँ न एउटा शिक्षाको प्रणालीमा प्रक्रियामा एकदमै तपाईको अवहेलना भइरहेछ। जसरी पहाडमा जसरी हाम्रो पहाडको शिक्षालाई अहिलेसम्मको गरिमा थामेर राख्नु भएको थियो हिजोको शिक्षकहरूले, तर आज गएर यो शिक्षाको माध्यममा आज कोर्ट केस लडिरहनु परिरहेछ। यहाँ पार्टीको झन्डाहरू पक्रिरहनु परिरहेछ, पार्टीद्वारा एपोइन्टमेन्ट भइरहेछ र यो चिजलाई चाहिँ एकदमै मध्यनजर राख्दै हामी सङ्गठनद्वारा चाहिँ हामी केही सेवा पुर्याउनको निम्ति पहिलाकै त्यो गरिमा फर्काएर ल्याउनुको निम्ति चाहिँ हामी सबै शिक्षकहरूलाई नै आह्वान गर्दैछौँ र यसरी नै हाम्रो DI साहबलाई हामीले भेट्यौँ है। यहाँ AI साहब DI अफिसकोलाई हामीले जबसम्म अब हामी शिक्षाप्रति चाहिँ एउटा सेवाको धारणा राखिवरी र जुन पहिलाको हाम्रो गरिमा छ स्कुलको एउटा कालिम्पोङ दार्जिलिङ भनेपछि एउटा धेरै पुरानो इतिहास छ है यहाँको शिक्षाको धरातलहरू र यसलाई चाहिँ एउटा जमर्को राखेर एउटा टेवा पुर्याएर हाम्रो हिल सेकेन्डरी तराई डुवर्सको सेकेन्डरी टिचर्स एसोसिएसनले अर्गनाइजेसनले सम्बन्धित विभाग साथै परे राष्ट्रिय हाम्रो राज्यको शिक्षा मन्त्रीसँग एउटा साटघाट मिलाएर है यहाँको जुन चाहिँ प्रक्रिया छ SSCहरू थियो यो अहिले हटेर गएको छ। SSCलाई फेरि ल्याउन पर्ने है एउटा ठिक प्रणालीमा जुन शिक्षामा शिक्षक शिक्षिकाहरू जसरी अहिले पसिरहेछ यसलाई ठिक प्रणालीमा हाल्नको निम्ति र अर्को कुरो चाहिँ शिक्षा स्कुलमा जति पनि अहिले डिप्टी सेक्रेटरीले कलकत्ताबाट जुन चाहिँ अहिले अर्डर छोडेको छ, जुन अहिले मेरो हातमा अर्डर राखिरहेको छु 27/5/2006 मा डिप्टी सेक्रेटरीले एउटा अर्डर दिनुभएको छ, जुन अर्डरलाई चाहिँ हाम्रो म्यानेजिङ कमिटी रुल नम्बर 27 मा 1972 मा जुन बसेको जो अहिले DIहरूको मा भने
आएको रहेछ यो अर्डर र डिआईले भन्नुहुँदैछ जति पनि स्पोन्सर स्कुलहरू छ उहाँलाई चाहिँ अब उसो चाहिँ एसआई चाहिँ स्कुलको एडमिनिस्ट्रेटर हुनेछ र जति पनि एडेड नन एडेड स्कुलहरू छ उहाँहरूले चाहिँ जति पनि पहिला प्रेसिडेन्ट हुनुहुन्थ्यो म्यानेजिङ कमिटीको उहाँलाई डिजल्भ गरेर चाहिँ एउटा फेरि नयाँ नियुक्ति प्रथाले नयाँ म्यानेजिङ कमिटी बनाउनु पर्ने छ भनेर अहिले हामीले सूचना पायौँ र यो विषयमा पनि हामी बोल्दै जाँदैथ्यौँ र यो डिआईको यो खबरले हामी एकदमै उहाँलाई सरोपरि गर्दै र अहिलेको स्पोन्सर स्कुलहरू चाहिँ एसआईलाई ह्यान्डओभर गरिसक्नु भएको छ भनेर चाहिँ हामीले इन्फर्मेसन पायौँ सूचना र हामी धेरै पनि धन्यवाद दिँदै अब जग्गा जग्गाको एसआईलाई हामी लगत्तै हामी चाँडै नै एउटा डेपुटेसन दिन्छौँ र यसरी हाम्रो डिआईलाई जुन चाहिँ हामीले डेपुटेसन दिएको थियौँ हाम्रो मामला यही छ विशेष गरी एमएसके एसएसके स्कुलहरू छ जो अर्गनाइजिङ स्कुलहरू छ बिएमआई हाम्रो फापरखेती जो हाम्रो आदरणीय मिनिस्टर जुन हिल मिनिस्टरहरू हिजो जानुभएको थियो र उहाँले पनि उहाँ अर्गनाइजिङ स्कुलहरू हो पुरानो धेरै वर्षदेखि नै एउटा छुटेर गएको अर्गनाइजिङ स्कुलहरू हो उहाँहरूप्रति पनि एउटा सहानुभूति जनाउँदै हामी उहाँहरूलाई पनि सपोर्ट गर्दै हामी उहाँहरूको निम्ति पनि काम गर्छौँ भनेर तपाईँहरूलाई जनाउँदैछौँ र विशेष गरी चाहिँ नै हाम्रो यसमा ग्रुप सी ग्रुप डीहरूको जति पनि अब यो थातीमा रहेको हाम्रो जति पनि यो डाइन हार्नेस केसहरू भयो स्याङ्सन पोस्टकोहरू भयो उहाँहरूलाई पनि चाँडोभन्दा चाँडो चाहिँ नियुक्ति गरिदिया जाओस् भनेर हामी सम्बन्धित निकायलाई हामी आह्वान गर्न चाहन्छौँ र विशेष एमएसके एसएसके है अर्गनाइजिङ स्कुलहरूलाई पनि चाँडै उहाँहरूको रिकग्निसन होस् भन्ने हामी मिनिस्टर साथै राज्यको मन्त्री या सम्बन्धित निकायसँग हामी बातचित गर्नेछौँ र यसरी लास्टमा अन्तमा यो भन्न चाहन्छौँ कि अहिलेसम्म जति पनि वरिष्ठ शिक्षकहरू हुनुहुन्छ हरेक माध्यमिक उच्च माध्यमिक स्कुलका र उहाँहरू यसरी त्यसै उकुस मुकुस भएर बसिरहेका स्कुलमा जति पनि 17 देखि यता भिक्टिमाइज भएर बसिरहेका स्कुलका शिक्षकहरूलाई तपाईँहरू हामी समक्ष आएर तपाईँहरूको आफ्नो अनुभव हामीसँग साटेर तपाईँहरूले केही कुरो हामीलाई सहयोग गर्नु सक्नुहुन्छ र हामीले के दिनु सक्छौँ एउटा शिक्षक भने त एउटा दियो जस्तो हो आफू मुनि कालो भयो भने अरूलाई प्रकाश दिन सक्छौँ र यही प्रकारले हामी पनि अब 5-6 वर्षमा रिटायर हुन्छौँ र यो सबै मिलेर हामी सबै मिलिजुली चाहिँ यो पहाडको शिक्षालाई चाहिँ एउटा गरिमामय जुन पुरानो गरिमा छ हाम्रो ब्रिटिस कालदेखि त्यो गरिमालाई चाहिँ फेरि फर्काइ ल्याउनको निम्ति चाहिँ तपाईँहरू पनि हामीसँग सम्मिलित हुनुहुन्छ भने हामी पूर्ण आशा राख्दै यो हाम्रो फेरि पनि यो हिल तराई डुवर्स शिक्षक सङ्गठनमा सम्मिलित हुनुहोस् भनेर हामी तपाईँहरू समक्ष आह्वान जनाउँछौँ र यो सानो डेपुटेसनको यो सानो च्यानल मार्फतको प्रेस कन्फरेन्सलाई यहीँनिर समाप्त गर्छु धन्यवाद हजुर भन्नुहोस् अहिले तपाईँहरूको केन्द्रीय अध्यक्ष टिबु गुरुङ अनि रोशन गिरी महासचिव है कलकत्ता भ्रमणमा छन् हजुर उनले अस्तिको दिन तपाईँ कानुन मन्त्रीलाई भेटे हिजो मुख्यमन्त्रीलाई भेटेर अझ शिक्षा मन्त्रीलाई भेटेको खबर अहिले भर्खर आएको छ कि यो बारेमा तपाईँहरू अवगत हुनुहुन्छ भनेर त्यो भेटेर यही तपाईँले भनेको कतिवटा कुराहरू जस्तो शिक्षकहरूको जुन कानुनी उसमा झमेलामा फसेर उहाँको मुद्दा लम्बित भइरहेको विषयदेखि लिएर थुप्रै त्यस्तो खालको विषयहरूको उठान गरेको कुरो अहिले आएको छ यसबारेमा तपाईँहरू कतिको अवगत हुनुहुन्छ अनि तपाईँको नेतृत्वप्रति कतिको आशावादी हजुर म एउटा हिल सेकेन्डरी टिचर्स अर्गनाइजेसनको महासचिवको हर्षदले हाम्रो गोजमोमोको भातृ सङ्गठन हामीले पनि सुन्यौँ उहाँहरू कानुन मन्त्री शिक्षा मन्त्रीसँग भेटवार्ता भएको र यो चिज हामीले जनाइसकेका छौँ हाम्रो अध्यक्षज्यूलाई रोशनज्यूलाई है महासचिवलाई जनाइसकेको छौँ र शिक्षाको क्षेत्रमा चाहिँ मैले भने जस्तो अहिलेको शिक्षक शिक्षिकाहरू यति साह्रो भड्कालोमा एउटा खाल्डामा पर्नु भएको छ भनौँ न अब सिधै कुरा शिक्षाको नीति निर्धारण गर्ने मानिसहरू जो सम्बन्धित विभागका निकायका हाम्रो पदाधिकारीहरू स्कुल पक्षले नै
पहिल्यै काम बिगारेको छ क्या, जुन म्यानेजमेन्ट ठिकसँग गरेको छैन। एउटा फर इक्जाम्पल दिन्छु, तपाईँको नानीलाई पनि 5-6 लाख दिन्छु स्कुलमा नियुक्ति दिन्छु भने त कसैले पनि त्यो पैसा दिइहाल्छ है, र साधारण कुरो हो नि त। अन्त यो कुरामा हाम्रो पढी लेखेको नानीहरू जस्तो MA BEd सबै गरेको, एकदम अहिले त PhD मास्टर डिग्री थुप्रो गरेको क्वालिफाइडहरू मानिसहरू छन्, तर पनि आज उहाँहरू एकदम बाध्यतामूलक पार्टी पक्रिनु कर लागेको छ। उहाँको पोटेन्सियल जो छ, उहाँको ल्याकत जो छ, त्यसलाई एउटा दर्शाउने प्लेटफर्मै छैन, इन्टरभ्यूै छैन। कुनै एउटा गर्ने पर्ने निकायहरूले आफ्नो इन्टरभ्यू नै गर्दैन है। हाम्रो बङ्गालले दिएको SSC जुन थियो, विजय राईलाई राखेको 2007 देखि राखेको हो, तर पनि उहाँहरूले गरेन। पार्टीको नेताहरूले हाम्रो बिचरा टिचरहरूलाई क्याडर बनायो र उहाँहरू घरि यता घरि उता पल्टेर है यसरी आज कोर्टतर्फ लाग्नु परेको छ। र स्कुलमा यस्तो कहिले पनि हुँदैन थियो। म्यानेजिङ कमिटीको थियो पहिला 2000 अगाडिदेखि, त्यहाँदेखि उपरान्त यता आएपछि एउटा DGSCले एडक भनेर लगायो। एडकलाई फेरि ट्रान्सफरेबल सब्जेक्ट भनेर तपाईँले यता शिक्षालाई ट्रान्सफरेबल सब्जेक्ट भनेर एडकहरू फेरि यसमा नियुक्ति गराइयो है। त्यति सजिलो, GTAले पनि त्यति नै सजिलो। GTAको एडक भनेर लगाएर एउटा ट्रान्सफरेबल सब्जेक्ट भनेर एउटा मेरिट बेसिसमा इन्टरभ्यू गरिदिएको भए त यो झमेला केही हुँदैन थियो। हाम्रो शिक्षक शिक्षिकाहरूले यत्रो पैसाहरू यत्रो दुःख गर्नुपर्ने है, आफ्नो यत्रो ल्याकत, आफ्नो पोटेन्सियल, आफ्नो बाउआमाले पढाएको यत्रो माथि गएर मेहनत गरेको चिजलाई ठिक मूल्याङ्कन चाहिँ हुन्थ्यो त्यति बेला। तर उहाँहरू चाहिँ एकदम कस्तो भन्नुभयो तपाईँहरू, एकदमै लाइनदेखि नै बाहिर जानुभयो है। र यो चाहिँ उहाँहरूको पनि भुल भन्दिनँ, तर सम्बन्धित निकायहरूले ठिक तरिकाले आफ्नो म्यानेजमेन्ट गर्नु भएन, सिस्टमै गलत भयो। हजुर हाम्रो चाहिँ सिस्टमलाई फेरि फर्काएर ल्याउनुपर्छ। सम्बन्धित हाम्रो अफिस छ, अफिसकोमा जुन हाम्रो एडुकेसनको नर्म्स छ, रुल्स छ, रेगुलेसन, त्यसलाई पछायो भने यो कुनै कुरो प्रब्लम आउने कुरै नै छैन। हजुर।